मसरुम अमलेट बनाउनको लागि मैले तेल तातिसकेपछि प्यानमा सानो पारेर काटिएको लसुन राखेर त्यसलाई रातो बनाएँ। त्यसपछि पातलो पारेर काटेको मसरुमलाई प्यानमा राखेर मजाले फ्राई गरेँ र त्यसपछि मैले त्यसमा बेसार, नुन, जिरा धनियाँको पाउडर र गरम मसला राखेर त्यसलाई राम्ररी फ्राई गरेँ। फ्राई गरिसकेपछि मैले त्यसलाई एउटा भाँडोमा निकालेर राखेँ र सोही प्यानमा मैले राम्ररी फिटेको अन्डालाई राखेँ र अन्डा राख्ने बित्तिकै त्यसबाट माथिबाट अघि फ्राई गरेको मसरुमहरू राखिदिएँ र त्यसलाई दुवैपट्टिबाट राम्ररी पकाएँ र त्यसमा धनियाँ पनि राखेँ मैले माथिबाट र पकाइसकेपछि इट इज रेडी। राम्ररी फ्राई भइसकेपछि इट इज रेडी टु इट एन्ड इट वाज टेस्टी। यु क्यान ट्राई इट मसरुम अमलेट। इट्स भेरी टेस्टी। Bye. Enjoy.